एउटा होइन तीनटा लाग्छ भन्छ गुजरे जमाना आउनुहोस् है आउनुहोस् गाइजहरू यस्तै छ यतातिर चाहिँ गर्मी छ एक्लै लहर 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 हिँडिरहेको छु के गर्ने अब जानै पर्यो दुःख गर्नै पर्यो देशमा नेपालमा पनि स्थिति हालत खराब छ के गर्ने अब नेपाल गएर बसौँ भने पनि स्थिति राम्रो छैन राम्रो गर्नेहरूलाई पनि निकालेर खुट्टा तानेर अरेली कुलमान घिसिङले कति राम्रो काम गरेको थियो उसलाई पनि हटायो के गर्ने बालन शाहले गर्नु खोज्छ उसलाई त्यस्तै छ रवि लामिछाने त्यस्तै छ हर्क शर्माको पनि त्यस्तै छ किन होला यो भ्रष्टाचारीहरू यस्तो गर्ने या देश खोक्रो बनाउने लाखौँ युवाहरू विदेशमा बिचरा आफ्नो घर परिवारदेखि टाढा बसेको छन् कहिले हुन्छ त देश परिवर्तन यार यस्तै विदेशको यो रातो काम खाएर ग्यासहरूको यताउता दिगहरू जति पनि सबै यता हुन्छ यहाँनिर कताबाट निकालेर ल्याउँछ सबै एकदमै यो ठाउँ भनेको चाहिँ एकदमै सेन्सिटिभ भन्छ सेन्सिटिभ ठाउँ अरे सम्हालेर हिँड्नुपर्छ यहाँनिर एकदमै धेरै तपाईँहरूलाई देखाउँछु डाँडा काँडा कति राम्रा नन्दको ठाउँ छ चिल पारा गर्मी बढ्यो खाडीमा म चाहिँ बसेछु गाडीमा माया तिम्रो यादमा रुन्छु म त रातमा दिनु पर्यो अब 10-12 वर्ष भइसक्यो विदेश बसेको पनि खै त जिन्दगीले कहिले के फेरेन अरे त्यो काँचुले फेरेन मेरो कम्पनीका मित्रहरू आउँदै हुनुहुन्छ सर पारेर कति मजाले प्लिक प्लिक गर्छन् मलाई याद गर्दैछन् थ्याङ्क यू भेरी भेरी मच हजुरहरूलाई गरम के आउँछ आजकल यता पनि लपकै उता पनि लपकै हो कि मकै खान्छु गरम गरम मकै बारी गरम गरम के हो अरे बिजोग छ चल्न फेरि त्यस्तै गीत चलेको छ दिनकै लाखौँ भ्युज आइरहेछ